अब हामी आज यहाँ पुराउनी भलक लगत्तै आज हामी तिहार स्पेसल रङ्गोली भलकमा हामी तपाईँहरूलाई स्वागत गर्छौँ। रङ्गोली भन्ने कुरो यसरी हाल्नु पर्छ। यसरी हामीले यहाँ एउटा प्लेटको चाहिँ प्रयोग गरिरहेछौँ। पूर्ण रूपमा रङ्गोलीको पहिलो चरण जुन छ त्यो हामीले यहाँ दर्शकबिन अब हामी यहाँ दोस्रो चरणमा आउँदैछौँ। दोस्रो चरणको लागि हामी यसलाई पनि उठाउन जाँदैछौँ। दर्शकबिन अब हामी यहाँसम्मको स्टेपमा हामी आइसकेका छौँ। अब हामीले अबिर कार्यक्रम हामी सुरु गर्छौँ। अब एकछिन भन्नु दर्शकबिन हामी यहाँसम्म पुगिसकेका छौँ। पल पलको खबर हामी दिन्छौँ। पुराउनी भलक भन्दै स्पेसल छ दर्शकबिन, यसलाई तपाईँले सपोर्ट गर्नुभयो भने हुन्छ। दर्शकबिन हामी यहाँ चाहिँ हेर्नुहोस्, यहाँ यो छ नि यो के हो रङ्गोलीमा अबिर पनि हालियो। अब दर्शकबिन हामीले के गर्छौँ तपाईँहरूलाई थाहा छ। एकछिन क्यामेराम्यान यता देखाउनुहोस्। अब दर्शकबिन हामीले यहाँ कमल फुल गराउँछौँ। हामी डिजाइन गराउनको लागि दर्शकबिन पहिला हामी पेनको प्रयोग गर्छौँ। पेनले चाहिँ हामीले सट्ट डिजाइन गराउँछौँ। त्यसपछि हामी त्यसमा के गर्छौँ, क्यामेराम्यान तपाईँले थप्नुहोस् लेख्छु। त्यसपछि हामीले के गर्छौँ, त्यसमा चाहिँ हामी यसलाई चाहिँ माथिबाट चाहिँ सरसर हालेर ठिक पार्छौँ। दर्शक सरासर आफ्नो यो जुन यो काम छ यसलाई चाहिँ हामी यहाँ अन्जाममा चाहिँ लिन जाँदैछौँ। हाम्रो डिजाइनरले यहाँ डिजाइन गराउनु भयो। यसमा हाम्रो बाइचान्स बिक्री गर्ने नि हाम्रो मिस्टेक हुने, यो डिजाइनरको मिस्टेक। डिजाइनरलाई राम्रो गराउँ हेरौँ। ट्याक्क आफ्नो तर्फबाट बेजोड प्रयास गरिदिन्छु। अब क्यामेराम्यान अथवा हाम्रो डिजाइनकर्ताले बाइचान्स गलत गराउनु भयो भने हामी केही गर्न सक्यो। बेजोड वस्तु देख्छ दर्शकबिन, बेजोड एकछिन होइन भिडियो चालु राखौँ त हामीले युट्युबमा हेर्छौँ। एकछिन भिडियो गर्नु दर्शकबिन। अब हामीले यहाँ केसरी पनि हालियो है, युट्युबमा हामीले हेरेकै होइन, यहाँ फेरि हामीले गरिन्छौँ। केसरी पनि हामीले अब यहाँ थप गरेर राम्रो देखिन्छ त्यहाँ भिडियोमा। ए खतरा गरिन्छ झुक्काउनु दर्शकबिन। भित्रबाट हाम्रो डिजाइनकर्ताले डिजाइन त गरेर जानु भयो। अब हामी यसलाई अलि अझ काम बाँकी छ, एकछिन समय लाउँछ। तर तपाईँ पि नगर्नुहोस्, हामी तपाईँले पल पलको खबर दिन्छौँ। र यसपछि लगत्तै चाहिँ आजको स्पेसल भ्लगमा हाम्रो स्पेसल गेस्टहरू हुनुहुन्छ। दुईटी फुपू देखाइहाल्नु त दुईटी फुपू गेस्टहरू एकदम स्पेसल। जस्तो दर्शकबिन तपाईँले हेर्न सक्नुहुन्छ, हामीले दिनको उज्यालोमा सुरु गरेको काम यहाँ बनाउँदै रात परिसक्न लागिसक्यो। यहाँ अँध्यारो भएको भिडियोमा तपाईँले देख्नुभयो होला। अब हाम्रो यहाँ फुपू पनि सहयोगको लागि यहाँ जोडिसक्नुहुन्छ दर्शकबिनहरू। तर पनि हाम्रो काम यहाँ अझै बाँकी नै छ। हाम्रो आँटलाई तपाईँले सलाम गर्दै एक लाइक गरिहाल्नु। हामी यहाँ अब निरन्तर खटिरहेछौँ दर्शकबिन, तपाईँले हेर्न सक्नुहुन्छ। निरन्तर हामीले यस्तो रङ्गोली यहाँ बनाउँदैछौँ दर्शकबिन। रात परे पनि हामी हार माने छैनौँ। यो त नर्मल डिजाइन हो, अझ यहाँ थप्नु भएको हो। अब हामीले यहाँ विविध कामहरू गर्न भएको नि दर्शकबिन हेर्नुहोस्। यस्तो दामी हामी यहाँ डिजाइन गराउँछौँ। रङ्गोली स्पेसल भ्लगमा तपाईँले स्वागत छ। दर्शकबिन अब रात परेर हामी लाइट बाल्ने अवस्थामा हामी आइसक्यौँ। अब हामी लगभग चाहिँ अन्तिम चरणमा आछौँ। हाम्रो प्रयास राम्रै छ। प्रथम पटकको हाम्रो प्रयास थियो। हार हामीले माने छैनौँ दर्शकबिन। लगभग दर्शकबिन प्रयास त हाम्रो राम्रै हो, तर हेर्दाखेरि ठिकै राम्रो लगभग राम्रो गराइन्छ दर्शकबिन हामीले। आजको यो रङ्गोली स्पेसल भ्लग लगभग हाम्रो यहीँ समापन भइसकेको छ भन्ने म घोषणा गर्न चाहन्छु। जिम पनि गए। अझ हामीले यसले स्पेसल अझै गराउन सकिन्थ्यो दर्शकबिन, तर समयको पाबन्दी भयो हामीसँग। यसलाई थप हामीले केही गर्न सकिन्छ क्यामेराम्यान चाहियोस्। अब यसमा थप त केही गर्न सकिएला जस्तो मैले मानिनँ। तपाईँले के लाउँछ देखिहाल्ने नि यस्तरी हो क्या। अब दर्शकबिन हामीले यसलाई यसरी ट्याक्क पारियो।
कहाँ मिलाउनु पर्यो दर्शक के अरे क्यामराम्यान डिजाइन कर्ता लगभग ठिक छ ल यहाँ अन्त दुःख नगरौँ होइन यहाँ त्यो भिडियो थियो ह्याप्पी दिवाली पनि लेखियो हाम्रो फाइनल्ली यही नै हो दर्शकबिन आजको हाम्रो पुराउनी पुराउनी भन्दा के अरे रङ्गोली स्पेसल दीपावली भ्लग यहीँ समापन हुन्छ दर्शकबिन तपाईँको साथ र सहयोगको लागि धेरै धेरै धन्यवाद ल बाई सी हो गए दर्शकबिन ह्याप्पी तिहार सबैले ह्याप्पी तिहार ल दर्शकबिन रङ्गोली तयार भइसकेको छ यहाँको पूजापाठ ध्यान जारी छ आजको तिहार स्पेसल यो रङ्गोली भ्लग पछाडिको कन्टिन्यू पार्टमा चाहिँ हामी छौँ ठिक छ अब म तपाईँहरूलाई यहाँभन्दा पहिला चाहिँ म चाहिँ भित्र पूजा मन्दिरलाई चाहिँ देखाउन चाहेँ फेर एकदम रमाइलो छ आमा ल ठिक छ ल लक्ष्मी पूजा हामी यहाँ गर्दैछौँ ल लक्ष्मी पूजा भयो आमा होइन ठिक छ अब हामी यता हाम्रो बहिनीजी हुनुहुन्छ बहिनीजी के भन्न चाहनुहुन्छ दर्शकहरूलाई तपाईँ भलक हुँदैछ ए उहाँ खुसी हुनुहुन्छ तिहारको स्पेसलमा उहाँ खुसी हुनुहुन्छ ल यता 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 स्पेसल लक्ष्मी भित्र आउने बेला भइसकेको छ पुरो यहाँ गम्भीर छ खाली खाली ओम लक्ष्मी देव ओम लक्ष्मी तपाईँले केही जान्नु इच्छा सोलक जान्नु इच्छा त होइन हिँड्न ल पूजा जारी छ लक्ष्मी भगवानको पूजा जारी छ यहाँ यो बिचमा हामी दर्शकबिन यो पूजाको समयलाई हामी चाहिँ एकछिन चाहिँ थाती राख्दै पूजा चाहिँ त्यहाँ जारी भइरहेको छ हामी चाहिँ पलतिर हाम्रो कान्छा आएको गएर कान्छियाका हामी गएर आउँछौँ दर्शकबिन खास के हुँदैछ यहाँ दर्शकबिन हाम्रो यतापट्टिको सबै कार्यक्रम सम्पन्न गरियो अब भने हामी चाहिँ यता हाम्रो कान्छा बाका चाहिँ हामी आउँदैछौँ अब यहाँ के आउँदैछ पहिला हामी चाहिँ घरबेटीलाई देखाउँछौँ अब हामी यहाँ एकदम राम्रो यो त हाम्रो भन्दा नि एकदम राम्रो आयो त यहाँ त ठिक छ हामी हरेस खाना हुन्न हाम्रो पनि राम्रै थियो यो एकदम राम्रो चाहिँ उहाँले गराउनु भएको छ पाइला नै हुन् ओहो उहाँले त राम्रो पाइला पनि गराउनु भएको छ ओहो ट्याक्क मिलाएर अब हामी निरन्तर भित्र जाँदैछौँ कहाँ हो पूजा गर्ने दर्शक पनि यहाँ तयारी हुँदै रहेछ पूजा एकछिनमा सुरु गर्नुहुन्छ हाम्रो आन्टीले एकछिन चाहिँ हामी चाहिँ यहाँ तर जस तयारी राम्रो गर्नुभएको छ उहाँले पनि उहाँको तयारीलाई पनि हामीले सम्मान गर्छौँ ए फुपू आउनु भयो यहाँ ल ठिक छ राम्रो एकदम राम्रो अब हामी चाहिँ यसलाई चाहिँ पूजालाई चाहिँ विशेष रूपमा हामीसँग यहाँ डिजे हुनुहुन्छ डिजे बाबु यताउति गीत बजाएर हाम्रो मनोरञ्जन गर्नुभयो यो बिचमा हामी यहाँ पूजापाठ जारी नै छ यस बिचमा हामी चाहिँ फेरि पुनः हाम्रो घरमा चाहिँ गएर चाहिँ हामी यहाँ हेर्छौँ एक फेर खास कुरो के हुँदैछ उता हामी घर आइसक्यौँ यहाँ हाम्रो फुपूको ध्यान जारी नै छ एकदम अब हामी पुनः एकपटक ए हाम्रो यहाँ आमा हुनुहुन्छ मम्मी
मम्मी हुनुहुन्छ तपाईँ के भन्न चाहनुहुन्छ हाम्रो दर्शकलाई के भन्ने छोराहरूले रमाइलो गरे ए यो रङ्गोली तपाईँले कस्तो लाग्छ हामीले पहिलोपटक हामी चाहिँ मैले अर्थात् मैले बनाएँ कस्तो लाग्छ तपाईँले राम्रो यो विषयमा आउनु यहाँ गरेर बनाएको खुसी लाग्छ हेप्पी दीपावली ह्याप्पी दिवाली लेखेको छ सब ठिक छ नि बाबाले बोलाउनु हुन्छ अब हामी निरन्तर भित्र जान्छौँ निरन्तर हाम्रो यहाँ पूजा जारी नै छ लगभग सकियो बा पूजा सकिँदैछ ओ आउनु आउनु ल बा कहाँ सर्छौँ ओहो ल फुल चढाउँ ल तपाईँले फुल चढाउनु म भिडियो गराउँछु लगभग पूजा राम्रोसँग सम्पन्न हुँदै सची त ल ठिक छ ठिक छ हरियो मर्यो यता कता यता यता ए भयो अब हामी हाम्रो दोस्रो तलामा जाँदै अब हामी दोस्रो तलामा हामी यहाँ प्रवेश गरिसकेका छौँ हरि ओम ओम लक्ष्मी यहाँ कोठा ल ल ल अब हामी यता स्पेसलले हामी यहाँ टिभी कोठा आइसकेका छौँ फुल चढाउँ फुल चढाउँ हो ल अब हामी यो हाम्रो यहाँबाट मल्लाजको नजारा देख्न सक्नुहुन्छ तपाईँहरूले ट्याग देखिन्छ अँध्यारो छल्ली अब हामी फेरि तल जान्छौँ अब हामी पुनः फेरि लक्ष्मी पूजन ठाउँमा फर्किँदैछौँ अब यहाँ के हुन्छ अब हामी गाग्री लगायतका ठेकाहरूलाई माला लगाएर आजको हाम्रो यो पूजा सम्पन्न गर्छौँ यसो यसो गौरीलाई माला लगाएर तामा गौरी गयो नि ल अब हामी यसैका साथमा दर्शकबिन हाम्रो यो भ्लग यहीँ समापन हुन्छ हामीले चाहिँ पहिला चाहिँ रङ्गोली भ्लग गऱ्यौँ दसैँमा हामीले एउटा भ्लग मात्र हालेको थियौँ कुराउनी भ्लग तिहारमा हामीले दुईवटा भ्लग हाल्यौँ एउटा रङ्गोली भ्लग हालियो अर्को चाहिँ हाम्रो लक्ष्मी पूजा विशेष ओहो बाबु अर्को आउनु उहाँले अघि हाल्नुहुन्छ फेरि त्यसलाई भन्नुहुन्छ अहिले ए उहाँले ठेकालाई भन्नुहुन्छ हो ल ठिक छ उहाँले ठेकालाई भन्नुभयो यता बाँकी मालाहरू हामीले अब यो माला हामीले को कोलाई लाइन्छ आमा हामीले अब गाउरी ठेकी लगायत अरू लामा खानु छैन यो क्या नि यहाँ छलफल हुँदैछ छलफल हुन्छ हामी फेरि यता एकछिन हाम्रो मम्मी यता जानुभयो ठिक छ लगभग सबै पूजाहरू चाहिँ यहाँ सम्पन्न भइसकेको छ माला लासी लगाउँदै सकिन्छ कि कसो हामी एकखेर यहाँ सोध्छौँ हजुर के रहन्छ लगभग धुपबत्ती गरेपछि सकिन्छ होइन ल लगभग अब हामी धुपबत्तीमा आयौँ भनेपछि लगभग हामीले पूजा चाहिँ सक्यौँ अब ठिक छ लक्ष्मी पूजा स्पेसल हाम्रो यो भ्लगलाई हामी यहाँ समापन गर्छौँ यसैको साथ विविध दिउँसोदेखि खटिएको हामी दिउँसोदेखि रातिसम्म हामीले लगभग चाहिँ गरिदियो होइन रोटी खाएकोहरू क्या रङ्गोली खटियो नि यसैको साथ हाम्रो यो भ्लग यहीँ समापन गर्छ 10 मिनटभन्दा चाहिँ बढी भइसक्यो यो स्पेसल्ली हाम्रो टिकटक भ्लग हो टिकटकमा हामी 10 मिनटभन्दा बढी भिडियो हाल्न मिल्दैन जस्तो मलाई लाग्छ हुन्छ ल केही छैन जे भए पनि हामी चाहिँ यहाँको भ्लग चाहिँ समापन गर्छौँ हामी समापन गर्दै थियौँ तर हामी चाहिँ यहाँ देखाएर चाहिँ समापन गर्छौँ हाम्रो आन्टीको घरमा चाहिँ के हुँदैछ हामी पहिले त्यसलाई ध्यान गर्छौँ तीर्थजल पुग्नु पर्यो तीर्थजल गङ्गाजल हामी यहाँ पुग्यौँ भव्य र सभ्यताका साथ
लक्ष्मी पूजा हामीले यहीँ अब गर्दैछौँ भित्र ठिक पार्नुभयो हामी भित्र एकखेर तपाईँले देखाउन चाहन्छौँ दर्शकबिन भित्र खासै राम्रो तयारी उहाँले चाहिँ गर्दै हुनुहुन्न रहेछ तयारी ठिक छ लगभग उहाँले तयारी गर्नुभएको यो अब हामी भव्य पूजाधारी नै भव्य पूजा लगभग यहाँ पनि पूजा चाहिँ अब समापन हुन कति बेर लाग्न सक्छ आन्टी बल्ल सुरु हुँदैछ लगभग चाहिँ बल्ल सुरु हुँदै अरे भनेपछि ठिकै छ ठिक छ यहाँको स्पेसल भ्लग चाहिँ यहाँ बनाउँदै हुनुहुन्छ तपाईँ स्पेसल भ्लग यहाँ आउँछन् ठिक छ यसैको साथ हामीले चाहिँ यो लक्ष्मी पूजा स्पेसल भ्लगलाई यहाँ समापन गर्छौँ ह्याप्पी दिवार सबैजनालाई म भन्न चाहन्छु ह्याप्पी दिवार दर्शकबिन जोस र जाँगरका साथ हामीले यो तिहार स्पेसल भ्लगलाई समापन गर्छौँ